हेलो नमस्ते एभ्रिवान आई एम हियर बन्दिया गुड मर्निङ सबैलाई। यतिखेर चाहिँ म पोर्चुगलको यो प्लान्ट रोप्ने सेक्टरमा चाहिँ हामी यतिखेर आइपुगेका छौँ र आउने क्रममा चाहिँ हामी काम सुरु भएको 1 घन्टा भएको छ र यतिखेर चाहिँ हाम्रो यहाँ गाडी फसेर यो खोलामा चाहिँ हाम्रो यस्तो अवस्थामा छौँ हामी है। र एकछिन पछाडि चाहिँ हाम्रो जेसिबी आएर चाहिँ हाम्रो तान्ने कार्यक्रम हुँदैछ। जेसिबी चाहिँ अब आउने प्रोसेसमा छ होइन, आउँदैछ। त्यही भएर चाहिँ हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ यसो हेरिदिनु होला भन्न चाहन्छु है। मौसम चाहिँ हाम्रो आज यो रेनकोट ओढेर हामी चाहिँ काम गर्न आएका छौँ है। र यतिखेर चाहिँ पुरै साथीहरू चाहिँ यता पछाडि बसिराख्नु भएको छ चट्ट ल्याम्फे पारामा है। त्यस पछाडि यता गाडी भनेर चाहिँ फसिरहेको छ। अब हाम्रो चाहिँ यो गाडी निकाल्नको लागि चाहिँ अर्को एउटा जेसिबी चाहिँ आउने क्रममा छ है त साथीहरू। हजुरलाई यो भिडियोमा फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र यही भिडियो अन्तर्गत चाहिँ धेरै भिडियो पनि म हाल्नेछु र हजुरहरू यो मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर साथ दिनु होला भन्न चाहन्छु। र हजुर पनि मसँग जोइन भएर बस्नु होला यो युट्युब च्यानलमा भन्न चाहन्छु है त गाइजहरू। पानी पनि लास्टै परिरहेको छ यहाँ हल्का सिमसिमे। मौसम चाहिँ हाम्रो पुरै तुमालो लागिरहेछ। यो गाडी चाहिँ यता माथि जानुपर्ने उकालो पछाडि फसेर चाहिँ बसिरहेको छ है। र पुरै यो फिल्ड रहेको छ हाम्रो यो प्लान्ट रोप्ने फिल्ड है। हाम्रो चाहिँ पोर्चुगलको काम चाहिँ यस्तो रहेको छ, पुरै प्लान्ट रोप्ने। पानी पनि परिरहेको छ। जे जस्तो भए पनि काम चाहिँ अब सबै गर्नु पऱ्यो बिचमा भएपछि होइन। अब 1 वर्ष जति यहाँ यो कम्पनीमा काम गर्ने, अर्को ठाउँमा अब कामसाम पायो भने अर्को ठाउँमा जाने, कामसाम गर्ने, यस्तै हो पोर्चुगलको है अवस्था भनेको। अब पानीमा भए पनि हामी काम गर्नु चाहिँ पर्छ काम चाहिँ है। अब छोड्नु भएन पैसाको लागि। अब पानीमा भिजेर भए पनि काम गर्नुपर्छ, यस्तै छ। फिल्ड हेर्नु न, यहाँ फिल्ड पुरै फिल्ड एकदम ठुलो रहेको छ। पुरै कता पुरै नेपालको एउटा गाउँ बस्ती नै जस्तो फिल्ड पुरै छ। यो पुरै डाँडा पुरै यो फिल्ड हो। यो चाहिँ हाम्रो यो बिटा रोप्नेको लागि चाहिँ पुरै हेर्नु न, यो फिल्ड पुरै फिल्ड हो। वरपरको यो यस्तो रहेको छ गाइजहरू। चाहिँ हाम्रो प्लान्ट रोप्ने फिल्ड हेर्नु न, यहाँ कत्रो ठुलो छ। यो माथि कहाँ हो कति माथि छ। यहाँ साथी बिटा रोप्दैछ। यो माथिसम्म बिरुवा रोप्ने, पुरै पाखै बिरुवा रोप्नुपर्ने हो काम चाहिँ। अन्त प्लान लिएर आयो पोर्तुगिजले। यस्तो छ मौसम चाहिँ पुरै। अशोकजी ठिक छ नि? काम कस्तो छ हौ पोर्चुगलमा? ल्याम्फे पाराले होइन? थुतुन नयाँ सुमित है नेपालीको बोस नाइके सर तेरो सबैवाला मान्छे रुई के छ त यहाँ लेखतिर हो गएछ हामी त। स्वर्ग हेर्ने हिउँ खेलेर आएको ताप्न आएको यो हाम्रो स्वर्ग हेर्ने स्वर्ग भन्थ्यो। यो हाम्रो स्वर्ग अब आगो ताप्ने पोर्चुगलको कामदार। गाडी यस्तो फसिरहेको छ। पुरै सानो पानी छ यहाँ। रुई पोर्तुगिज चाहिँ यहाँ खुट्टा हल्लाउँदैछ कि गाडी पुरै फसेर यस्तो भएको छ। युट्युब च्यानल उम्यो यस्तो युट्युब च्यानल रुई फलार पोको यहाँ चाहिँ हाम्रो सामने केही पनि छैन, कोभिड छ। यहाँ पनि पानी छ यता। जेसिबी आउने क्रममा छ।
पानी पनि मजाले अलिअलि सिमसिमे पानी परिरहेको छ। अब यहाँ उसले चाहिँ यो डोरी चाहिँ तान्ने क्रम छ। यो चाहिँ हाम्रो पोर्तुगिज रुई, हाम्रो सेप हो। यस्तै रुई नो सेप। गाडी तान्ने क्रममा छन् साथीहरू। अब हेरौँ कसरी तान्छ। यो भिडियो कस्तो लाग्यो सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, मन पऱ्यो भने कमेन्ट गरिदिनु होला भन्न चाहन्छु है त गाइज। यति भन्दै हाम्रो चाहिँ यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु है। यसरी चाहिँ हाम्रो गाडी निस्कियो फाइनल्ली है। त्यही भएर हजुरहरूलाई यो भिडियो चाहिँ छोटो भिडियो चाहिँ हजुरहरूलाई सेयर गरेको छु है त। मन पऱ्यो भने सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्न चाहन्छु है त। बाई बाई गाइज।